आयो है। अब यहाँ के छ डाइरेक्ट मेटेरियल पनि छ। डाइरेक्ट मेटेरियल कति हो 26,000 छ है 26,000। यो हाम्रो यो आयो। अरु के छ हेर त अरु पनि फ्याक्ट्रीमा के छ अदर फ्याक्ट्री एक्सपेन्सेस छ। त्यो पनि कहाँ जान्छ हाम्रो फ्याक्ट्रीमै जान्छ है। यहाँ राख्दिने के छ अदर फ्याक्ट्री एक्सपेन्सेस छ है। फ्याक्ट्री एक्सपेन्सेस कति छ यो 1,20,000 छ है। यो कति भयो 2,30,000। यो के गर्दिने यहाँ जोड्दिने जोडेर लेख त। अब यो हाम्रो के आयो फ्याक्ट्री पोस्ट आयो 8 लाख छ। अब यहाँ फ्याक्ट्री पोस्ट छ है। फ्याक्ट्री पोस्टमा वर्क इन प्रोग्रेस छ 8 लाख। 8 लाख सिधै छ 8 लाख के आयो सीमा फ्याक्ट्री पोस्ट आयो है। फ्याक्ट्री पोस्ट आयो। फ्याक्ट्री पोस्टमा हामी के एड गर्छौं फेरि फ्याक्ट्री पोस्टमा हामी अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड एड गर्छौं हैन। यहाँ हामीले एड गर्ने के एड गर्ने अफिस ओभरहेड ल यहाँ छ हेर त अफिस सम्बन्धी केही छ सर अनि हाम्रो केही दिया छैन हैन। यो के दिया छैन भने यो नील छ है। के छ नील छ यो हैन नील छ। यो 8 लाख हाम्रो के भयो 8 लाख कस्ट अफ प्रोडक्सन कस्ट अफ गुड्स सोल्ड अथवा यो कस्ट अफ प्रोडक्सन आयो हैन। अब यहाँ के छ गुड्स पनि दिया छ ओपनिङ गुड्स दिया छ कति दिया छ 1000 युनिट दिया छ है। 1000 युनिट दिया छ। यो पनि हामी ओपनिङलाई एड गर्ने ओपनिङ फिनिक्स गुड्स छ है। ओपनिङ फिनिक्स केमा दिया छ युनिटमा दिया छ हैन। यति युनिट दिया छ। अब प्राइसहरु के दिया छैन। यसमा के सूत्र मैले लेखिदिएको छु कस्ट अफ प्रोडक्सन डिवाइड प्रोडक्सन युनिट इन्टु ओपनिङ फिनिक्स गुड क्लोजिङ फिनिक्स गुड या त गिवन लेखे पनि भयो सर। माथि कस्ट अफ प्रोडक्सन हुन्छ यहाँ के हुन्छ कस्ट अफ प्रोडक्ट यहाँ कस्ट अफ प्रोडक्सन हुन्छ। यसको सूत्र लेख्ने तापनिले सर यति नै कोस्ट प्रोसेस गलत भयो त फेरि कस्ट अफ प्रोडक्सन युनिट यहाँ भनेको हामीले गिभनले गर्ने जे छ त्यही। ओपनिङ दिया छ भने ओपनिङ क्लोजिङ छ भने क्लोजिङले गर्ने। यो भनेको गिभनले गुणा गर्ने। गिभन भनेको के छ हाम्रो ओपनिङ दिया छ हैन। ओपनिङ के छ फिनिक्स गुड छ है। यो यसको हाम्रो के भइहाल्यो यसको कति छ 8 लाख छ। 8 लाखलाई हामी कति 10,000 ले डिवाइड गर्ने कति 1000 ले गुणा गर्दिने। यहाँ हाम्रो कति आयो 80,000 आयो 80,000 आयो है 80,000 आयो। अब हामीलाई क्लोजिङ स्टक दिया छ छैन नि त्यो हामी निकाल्ने क्लोजिङ स्टक पनि निकाल्ने। कसरी निकाल्ने गर्ने यहाँ है यहाँसम्म त हाम्रो निस्किसकेको छैन कस्ट अफ गुड्स क्लोजिङ स्टक निकाल्नलाई हामी के गर्ने क्लोजिङ स्टक निकाल्नलाई यसरी क्लोजिङ स्टक है क्लोजिङ फिनिक्स छ नि सर। यो पनि 80,000 नै आउँछ फिनिक्स गुड्स अनि क्लोजिङलाई कसरी गर्ने अब क्लोजिङ त निकाल्नु पर्ने छ। हामी के गर्ने ओपनिङ स्टक जति हाम्रो प्रोडक्सन हुन्छ नि प्रोडक्सन ओपनिङ मा के गर्छौं हामी जोड्छौं हैन। ओपनिङ
ओपनिङ स्टकले लेख्दै स्टक प्लस कति टोटल प्रोडक्सन ट्रान्सफर कला तपाईँ अनि कि कति टोटल प्रोडक्सन जति युनिट प्रोडक्सन गरिरहेछ नि प्रोडक्सन युनिट माइनस सेल्स युनिट माइनस के गर्ने सेल्स सेल्स युनिट गर्ने है हाम्रो के छ यो 1000 छ 10000 यहाँ छ हैन माइनस कति भयो 1000 हैन हाम्रो यो 10000 पट्टो बाँकी कति भयो 1000 यहाँ हाम्रो यो राखिन्छ है यहाँ के अब त बेस भनेको क्लोजिङ स्टक अफ फिनिश गुड्स क्लोजिङ फिक्स पनि सेम हाम्रो भइहाल्छ 80000 भइहाल्छ यहाँ माइनस माइनस यहाँ के भयो निल भयो हाम्रो कति भयो 8 लाख के आयो कस्ट अफ सोल्ड आयो हैन कति छ डिमान्ड यो है यहाँ हाम्रो डिमान्ड प्रोडक्सन आइसकेको छैन यहाँ आयो है त्यसको चाहिँ अब के गर्ने हामी सेलिङ अब टोटल कस्ट निकाल्नु छ त टोटल कस्ट निकाल्नलाई के गर्छौँ हामी सेलिङ हैन हाम्रो यो मेटेरियल छैन गइसकेको छैन यो पनि हाम्रो गइसकेको छ सेलिङ छ छैन सेलिङ छैन भने यही राख्ने नभए एड पनि गर्दा हाम्रो निलै आउँछ हैन सेलिङ ओभरहेड के छ निल छ हैन निल छ भने कति भयो हाम्रो यो 8 लाख टोटल कस्ट को 8 लाख आयो हैन 8 लाख आयो टोटल कस्ट हाम्रो कति आयो टोटल कस्ट 8 लाख आयो हैन अब यसमा के गर्छु प्रॉफिट एड गर्छु हैन त प्रॉफिट हामीलाई के बनाछ 10% बनाछ हैन यहाँ 10% बनाछ के कस्ट को यसको 10% भइहाल्छ सर सेलिङ एन्ड डिस्ट्रिब्युसन छ दिएको छ 10000 10000 दिएको ए यहाँ छ त 10000 त किन 10000 छ दिएको ल 10000 छ है यहाँ 10000 राख्ने है के आयो हाम्रो 8 लाख 10000 आयो है 8 लाख 10000 आयो है 8 लाख 10000 लाई के गर्ने हामी 10% निकाल्ने 8 लाख 10000 को 10% कति भइहाल्छ 88000 भइहाल्छ हैन हामी एड गर्दिने प्रॉफिट सजिलो छ हैन यहाँ भनेछ कस्टैको निकाल्ने कस्टको छ भने हाम्रो कति भयो 81000 भन्नाले अब कति भयो 8 लाख 91000 891 के भयो यो सेल्स यसरी हामी बनाउन सकिन्छ है यहाँ सुन है एकैछिन